हेलो साथीहरु, सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। आज म फेरि हजुरहरुको माझमा नयाँ भिडियो लिएर उपस्थित भइसकेकी छु। आज चाहिँ हाम्रो घरमा लास्टर रोपाइ छ। लास्टर रोपाइ भएको कारण बहिनी मम्मी मिलेर खेतमा काम गर्दैछन्। म चाहिँ यता खाना बनाउँदै छु। यो खानामा चाहिँ दाल धुँदै छु म। दालमा चाहिँ मसुर मास, राजमा सबै मिक्स दाल हो। यो राजमा चाहिँ हाम्रो घरमै फलेको राजमा हो। तराईमा पनि यस्तो राम्रो राजमा फल्छ, हेर्न सक्नुहुनेछ। मैले दाल चाहिँ धोइ पखाली गरेर मैले दाल पाक्नको लागि बसालिदिएँ। दाल बसालेर म लागि आगो बाल्नतर्फ। म चाहिँ खाना आज आगोमै पकाउने हो। धेरै खाना पकाउनु छ, त्यही भएर अनि मैले भात पनि बसालिदिएँ उता। भात बसाल्दै गर्दा दाल पनि पाकेर यता रेडी भयो। मैले दालको लागि मसला चाहिँ पहिले नै रेडी गरेर राखिसकेको थिएँ। अनि मैले दाल मसला भुनेर सबै दाल चाहिँ मैले झानिदिएँ। दाल पाक्दै गर्दा यता दाल बसालेर म चाहिँ लागि साग टिप्नतर्फ। साग चाहिँ हाम्रो बारीमा समदनी साग यस्तो राम्रो छ है। समदनी साग चाहिँ यस्तो राम्रो फलेको छ। यता समदनी साग टिपेर धोइ पखाली गरेर म चाहिँ लागि काट्नतर्फ। यो काट्दै गर्दा यता पानी पनि परेर यस्तो राम्रो मौसम भयो। अनि मैले साग पकाएर हाम्रो चाहिँ खाना रेडी भयो। अनि तपाईहरु सोच्नु होला यो सिम्पल खाना चाहिँ किन भनेर। हाम्रो घरमा जुठो परेको हुनाले मैले चाहिँ सिम्पल खाना बनाएको। अनि म चाहिँ खाना बनाएर धान रोप्न गएँ। सबैजना उता धान रोप्दै थिए, म पनि खाना बनाइसकेँ मैले। त्यही भएर म धान रोप्न गएँ। हेर्न सक्नुहुनेछ, सबैजना मिलेर रोप्दैछौँ। हाम्रो रोपाइ चाहिँ लास्ट रोपाइ चाहिँ हेर्नुहुन्छ। अनि हामीहरू आएर रोपाइ गरेर हामीहरू खाना खाँदैछौँ सबैजना मिलेर। अनि फाइनली हाम्रो रोपाइ चाहिँ सिद्धियो, हेर्न सक्नुहुनेछ। अनि खासै रमाइलो चाहिँ भएन। मैले चाहिँ यो लास्टमा राखेको भिडियो चाहिँ पोहोर सालको हो, हेर्न सक्नुहुनेछ। मैले हजुरआमाको यादमा चाहिँ यो भिडियो राखेको। हाम्रो लास्टको रोपाइ चाहिँ यसरी हुन्छ। यो साल जुठो परेको हुनाले हाम्रो रोपाइ खासै भएन। मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा बताउनु होला।